माछापुच्छे आइबी ओल्ड स्कुलले आफ्ना कक्षा 2 र 3 मा अध्ययनरत विद्यार्थीका अभिभावकहरूका लागि एक विशेष पाठ्यक्रम अभिमुखीकरण कार्यक्रम करिकुलम ओरिएन्टेसन प्रोग्राम सफलतापूर्वक सम्पन्न गरेको छ। हामीले पीवाईपी मान्यता प्राप्त गरी त्यसलाई सफल तरिकाले हामीले इम्प्लिमेन्टेसन गर्न पाएका छौँ। त्यसपछि हामीले ललितपुरमै क श्रेणीको विशिष्ट स्कुलको मान्यता प्राप्त भयौँ। त्यसपछि हामीले अन्तर्राष्ट्रिय एजुकेसन दिनुपर्छ, स्मार्ट बच्चा तयार गर्नुपर्छ। त्यसको लागि यथोचित मात्रै होइन, अहिलेको आवश्यकता अनुसारको चाहिँ प्रिन्सिपल जो होल एकाडेमिक लिड गर्न सक्ने त्यो लिडर हामीलाई चाहिएको थियो। र काठमाडौँमा 2-4 प्रिन्सिपल मध्ये हाम्रो अहिले सामु जो प्रिन्सिपल अहिले हाम्रो हुनुहुन्छ होमनाथ आचार्यज्यू, उहाँलाई यो माछापुच्छ्रे स्कुलले पाएको छ। त्यो पनि ठुलो उपलब्धिको कुरो हो। र उहाँलाई मैले उहाँको बारेमा प्रशंसा गर्दाखेरि उहाँले उत्पादन गरेका, उहाँले पढाएका, उहाँले सिकाएका, उहाँले म्यानेजमेन्ट गरेका विद्यार्थीहरू अन्तर्राष्ट्रिय स्तरमा धेरै नाम कमाउनु भएको छ। हार्वर्ड युनिभर्सिटीदेखि लिएर धेरै युनिभर्सिटीमा उहाँहरू कार्यरत हुनुहुन्छ। र आज उहाँले पढाएको विद्यार्थी, उहाँले सिकाएको विद्यार्थी एकजना आज यस हलमा विराजमान हुनुहुन्छ, बस्नु भएको छ। उहाँलाई पनि तपाईलाई इन्ट्रोड्युस गराउँछु। उक्त कार्यक्रममा आइबी प्राइमरी इयर्स प्रोग्राम आइबीपीवाईपी को शैक्षिक दर्शन, विद्यार्थीको शिक्षण र सिकाइ पद्धति तथा शैक्षिक वर्षभरि विद्यार्थीहरूले अनुभव गर्ने विभिन्न रचनात्मक सिकाइ गतिविधिका बारेमा विस्तृत जानकारी गराइएको थियो। पीवाईपी भनेको चाहिँ प्राइमरी इयर्स प्रोग्राम, जुन चाहिँ एज 3 to 12 र सिम्पल भाषामा बुझ्ने भने चाहिँ हाम्रो चाहिँ यो ग्रेड 5 सम्मको नानीहरूको लागि चाहिँ यो हाम्रोमा चाहिँ आइबीको फ्रेमवर्कलाई चाहिँ हामीले युज गरेर चाहिँ हामीले हाम्रो टिचिङ लर्निङ गर्ने गर्छौँ। र वाइ आइबी, किन चाहिँ हामीले यो फिलोसफीलाई हामीले स्कुलमा लिएर आयौँ त? अरू पनि फिलोसफीहरू थियो होला, नेसनल करिकुलमहरू नै थियो होला, किन चाहिँ यो ल्यायो भन्दाखेरि चाहिँ आइबी बिलिभ्स इन्क्वायरी बेस्ड लर्निङ, सिक्दै सोध्दै कामहरू गर्दै कन्सेप्चुअल अन्डरस्ट्यान्डिङ गर्दै लर्निङहरू गर्ने भन्ने कुरामा बिलिभ गर्छ। र त्यसरी नै हाम्रो क्लासरुममा प्र्याक्टिसेसहरू चाहिँ हामी त्यसरी नै लाने गर्छौँ। अनि यसमा चाहिँ हामीले इन्क्वायरी गर्दै नानीहरूलाई अलरेडी थाहा भएको कुरा, उहाँहरूले सिक्नु, उहाँहरूलाई जान्न मन लागेको कुराहरू के छ, त्यसमा हामीले एडअप के गर्न सक्छौँ, जसले गर्दा चाहिँ उहाँहरूलाई चाहिँ लाइफ लङ लर्नर, सिकेको कुरा चाहिँ आजको भोलि अथवा केही वर्षमा बिर्सिने होइन, तर सिकेको कुराहरू चाहिँ प्र्याक्टिसमा पनि लाँदै, एक्सनमा लाँदै चाहिँ कसरी चाहिँ लाइफमा चाहिँ इम्प्लिमेन्ट गर्न सकिन्छ त भनेर यो कुरालाई चाहिँ लिएर चाहिँ हामीले चाहिँ टिचिङ लर्निङ प्र्याक्टिसेस गराउने गर्छौँ। अभिभावकहरूसँग प्रत्यक्ष जोडिने, विद्यालयको दृष्टिकोण साझा गर्ने र बालबालिकाहरूको चौतर्फी विकासका लागि साझेदारी बलियो बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। बालबालिकाहरूलाई जिज्ञासु, आत्मविश्वासी, आजीवन सिक्ने बानीको विकास गराउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो। One of my deepest wishes was fulfilled, which was like I wanted to study physics, I wanted to study math, I wanted to study further math, but at the same time I wanted a rigorous training in literature, I wanted a rigorous training in economics, right? And I wanted to learn new languages, and I wanted to be out there and do volunteering work and do music and all that. See, the option that I was given here was that I had to make a decision like before 11th grade that like, was I going to sacrifice math, biology, English? Like you have to like label yourself, right? So that's where it started. And then what I learned when I went into the IB program was that like the program was not about the principles within a subject that we
often like are made to memorize in traditional education systems. It was more so about still being acquainted with the principles, but then most of the training goes into applying systems of thought, like system of thinking. And that is the most important thing because you never forget that. And I feel like the knowledge stays with you when you can connect it across several domains and like make a mind map for yourself. I like the metaphor of the plants here. I think like we humans are very similar to plants where like it's in our nature to create, right? It's in our nature to work hard and like be innovative, but that has to be nurtured just like plants. And I think like what I saw here today in like the capable hands of these teachers, the joy was so contagious that I couldn't help but be joyful all day. And yeah, that's all I wanted to share. So where did that take me? I went to pursue, so I completed my physics degree from the University of Florida honors program on a Fulbright scholarship, which was worth more than like $250,000. After that, I went to teach at a charter school in New York. And before that, I had worked with LIGO on the instrumentation team where we were detecting black hole collisions, right? And then after that, I was hired by UWC USA to start a new program for them, where I was like modifying the MYP program and making it more experiential using the resources at the UWC USA campus in New Mexico. And I think the metacognition and like the analytical skills that I developed took me all the way there. Like it wasn't easy, but like there was a drive and there was that like belief that I can do it because I can think. कार्यक्रममा सहभागी भई यसलाई अर्थपूर्ण बनाइदिनु हुने सम्पूर्ण अभिभावकहरूप्रति विद्यालय प्रशासनले हार्दिक कृतज्ञता व्यक्त गरेको छ। यो कुरा चाहिँ कस्तो रहेछ भन्दाखेरि आईबी खाली टिचरले बुझेर अथवा विद्यार्थीले त्यो अनुसारको लर्निङ इन्भाइरोमेन्टमा स्कुलमा बसेर मात्रै पुग्दो रहेछ। त्यो चाहिँ अपुरो हुने रहेछ र आईबी को बारेमा अभिभावकले पनि बुझ्नुपर्ने रहेछ। के हो त आईबी? यसको पेडागोजी के हो त? यसको फिलोसफी के हो त? इन्क्वायरी साइकल के हो त? एक्सन साइकल के हो त? आईबी लर्नर प्रोफाइलको 10 वटा एट्रिब्युट्स के हो त? त्यो एट्रिब्युट्सलाई कसरी आफ्ना नानी बाबुहरुमा विकास गर्दै जाने? 5 वटा एटीएल स्किल के हो त? त्यो एटीएल स्किललाई कसरी डेभलप गर्दै जाने, इन्हान्स गर्दै जाने आफ्ना नानी बाबुहरुमा? यो कुरा चाहिँ अभिभावकहरूले पनि बुझ्नुपर्ने रहेछ। आईबी को कोर फिलोसफी चाहिँ अभिभावकज्यूहरूले बुझ्नुपर्ने रहेछ। र आईबी को कोर फिलोसफी के हो भन्दाखेरि नानी बाबुहरूले कक्षा कोठामा धेरैवटा आइडिया ल्याउँछन्, धेरैवटा आइडिया छलफल गर्छन्, मन्थन गर्छन्, ग्रुप डिस्कसन गर्छन्, प्रेजेन्टेसन गर्छन् र त्यो आइडियाहरूको आधारमा नलेज कन्स्ट्रक्ट गर्छन्। यो चाहिँ कन्स्ट्रक्टिभिस्ट अप्रोच भन्छ शिक्षामा, एउटा शिक्षाको एउटा पद्धति हो यो र कन्स्ट्रक्टिभिस्ट अप्रोचमा आधारित छ। नलेज कन्स्ट्रक्ट गर्ने, नानी बाबुहरूले हेरेर केही काम गरेर, देखेर, छोएर, साथीहरूसँग आइडिया सेयर गरेर उहाँहरूले नलेज गेन गर्नुहुन्छ, नलेजेबल बन्नुहुन्छ। त्यो सँगसँगै उहाँहरू स्मार्ट बन्दै जाने हो। हामीले सामान्य चाहिँ नेसनल करिकुलमको सीडीसीकै फ्रेमवर्क करिकुलम चलाउँदा पनि हुन्थ्यो। हुन त हामीले सीडीसीकै करिकुलमलाई ट्रान्सडिसिप्लिनरी थीम अन्तर्गत इन्टिग्रेट गरेर चलाएको छौँ। टिचरले यहाँ प्रेजेन्ट गरि नै सक्नुभयो। र आईबी को जुन ग्रेजुएटहरू हुन्छ त्यो आईबी को ग्रेजुएटलाई चाहिँ यो अहिलेको वर्ल्ड, अहिलेको युनिभर्सिटीले एकदमै धेरै मान्यता दिँदो रहेछ। किन मान्यता दिँदो रहेछ भन्दाखेरि आईबी को ग्रेजुएटहरू चाहिँ दे आर नट ओन्ली गुड इन रिडिङ एन्ड राइटिङ, दे आर गुड एट एक्सप्रेसिङ देमसेल्फ। आफूलाई कसरी एक्सप्रेस गर्ने, दे आर क्रिटिकल थिङ्कर, दे आर प्रब्लम सल्भर। उहाँहरूले चाहिँ ब्रेन स्टर्मिङ गर्नुहुन्छ, नयाँ आइडिया ल्याउनुहुन्छ, फरक पर्सपेक्टिभहरूलाई रेस्पेक्ट गर्नुहुन्छ, अनर गर्नुहुन्छ, आफ्ना पर्सपेक्टिभहरूलाई कन्फिडेन्टली प्रेजेन्ट गर्नुहुन्छ, जसरी दुर्गेशले अहिले प्रेजेन्ट गर्नुभयो। त्यसैले यो खर्चिलो भए पनि यसबाट हामीलाई धेरै लायबिलिटी परे पनि, त्यो लायबिलिटी त पक्कै हजुरहरूलाई नि परे पनि हामीले यो प्रोग्राम सुरु गऱ्यौँ। अहिले हामी आईबी पीवाईपीमै छौँ, एमआईपी प्रोग्राम हामीले सुरु गरेका छैनौँ। तर पनि 6 देखि 10 सम्म आईबी को बेस्ट प्र्याक्टिसलाई हामीले चाहिँ कक्षा कोठामा
इम्प्लिमेन्ट गरेको छौँ। अभिभावकको यो विश्वास, सहभागिता र निरन्तरताको सहयोगले नै प्रत्येक बालबालिकालाई उत्कृष्ट सिकाइ वातावरण प्रदान गर्न प्रेरणा मिल्ने विद्यालयले जनाएको छ।